जनावरहरू मार खान्छन् र पनि वफादार छन्, तर यहाँ मानिसहरू माया पाएर पनि गद्दार छन्। कोही व्यक्ति कसैको नजरमा पनि खराब छैन भने सम्झनुस् त्यो व्यक्ति ज्यादै चलाख र धूर्त छ। मानिसको सबैभन्दा ठुलो दुश्मन दिमाग हो। त्यही यादहरू बारम्बार आइरहन्छन् जो हामीलाई सताइरहन्छ। सम्झनुस् तपाईको जिब्रो खराब हुन थाल्यो भनेको यो तपाईको दिमाग खराब हुने पहिलो निशानी हो। तपाईको सबैभन्दा महत्त्वपूर्ण धन तपाईको समय हो। यसलाई सोचेर सम्झेर खर्च गर्नुहोस्। कसैको लागि पुरा जीवन समर्पण गर्न मुस्किल कुरा होइन, तर मुस्किल के कुरा हो भने त्यो व्यक्ति जो तपाईको समर्पणको कदर गर्छ कि गर्दैन। यदि तपाईको खास मान्छे तपाईसँग रिसाएको छ भने उसलाई सम्झाउनुहोस्। ऊ सम्झेन भने आफैलाई समझदार बनाउनुहोस्। सपना पूरा गर्न के गर्नुपर्छ भन्नुभयो भने मेरो सुझाव हो पहिले सपना त देख्न सुरु गर्नुहोस्। रुन मन छ घरभित्र दिल खोलेर मजाले रुनुहोस्, तर घरको ढोका मुस्कुराएर खोल्नुहोस्। केही यस्ता मानिसहरू मैले देखेको छु जोसँग दिल छैन, क्याल्कुलेटर छ। उनीहरू सम्बन्ध सुरु गर्नुभन्दा पहिला हिसाब किताब लगाउँछन् मलाई कति फाइदा हुन्छ भनेर। यदि हामीलाई जीवनमा के गर्ने भनेर थाहा भएन भने पहिलो काम हो खुसी र मस्त रहने। आफूलाई मजबुत र साहसी बनाउनुहोस्। यहाँ तपाईँ रुँदा नहाँस्ने भनेको तपाईको अगाडिको ऐना मात्र हो, बाँकी दुनियाँ त बेमतलबी छ। तल झर्नुमा केही शरम छैन, तर तल झरेर पनि उठ्न सक्नु भएन भने मानिसहरू तपाईको मजाक बनाउँछन्। विजयीहरूलाई मात्र यहाँ योद्धा भनिँदैन। मेरो बुझाइमा ती बाबुहरू पनि महान योद्धा हुन् जो आफ्नो सन्तानका लागि जीवनभर लडिरहन्छन्। कोही तपाईको आलोचना गरिरहेको छ भने सम्झनुस् तपाईँ आफूलाई एक कदम सुधार गर्न सक्ने बाटोमा हुनुहुन्छ। सधैँ पहिला सही काम गर्नुहोस् अनि मात्र सजिलो काम गर्नुहोस्। सुन्नुहोस् त, तपाईँ गलत हुनुहुन्न, तपाईँ थोरै अलग हुनुहुन्छ। लड्नुहोस्, उठ्नुहोस्, फेरि लड्नुहोस्, उठ्नुहोस्, थोरै चोट सहनुहोस्, बिस्तारै हिँड्नुहोस्, तर हिँड्न नछोड्नुहोस् किनकि अब रोकिने समय छैन। यो दुनिया स्वार्थी मान्छेहरूको जमात हो, तर तपाईँ दयालु बन्नुहोस् नै भन्ने मेरो सुझाव हो। दयालु बनेकोमा तपाईँलाई दीर्घकालीन रूपमा पश्चाताप हुने छैन।